एउटा आफ्नो सन्तानले यसरी अगाडि आइदिनुस् यति ठुलो रियालिटी सो विनर हुनुभएको छ। के भन्नुहुन्छ यो छोराको खुसी? आज सबैभन्दा खुसी सायदै तपाईँ हुनुहुन्छ। संसारमा आज म जति खुसी त कोही पनि छैन होला। म एकदमै धेरै खुसी छु, एकदमै धेरै खुसी छु। आज मेरो छोराको सपना पुरा भएको छ। पक्कै पनि यो क्षणमा यो खुसीको आँसु हो। साँच्चै नै यति दुःख हुन्छ। प्रोसेस यतिखेर तपाईको परिवार सबै भावविवल हुनुहुन्छ। के भन्नुहुन्छ यतिखेर मातापितालाई तपाईलाई यहाँसम्म ल्याउनु भयो, तपाईको हरेक सपनालाई पुरा गर्नुभयो? मलाई यो धरतीमा जन्माइछु त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि आज मेरो यो जित हुनु नै हजुरहरूको एकदम ठुलो हात छ। हजुरहरू सबैको तपस्या छ, ठुलो तपस्या छ मलाई यो यहाँ द भोइस अफ नेपाल सिजन 6 को विजेता बनाउनको लागि। हजुरहरू सबजना अवरात्र खटेर लागिसकेको छ, त्यसको लागि हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ओके, हजुरआमा यहीँ सँगै हुनुहुन्छ। हजुरआमाले पनि असाध्यै माया गर्ने नाति होइन। तपाईँले हिजो मात्र भन्नुभएको थियो मेरो नातिले जितेको चाहिँ मलाई धेरै ठुलो धोको छ, यो सपना चाहिँ पुरा होस् भन्नुभएको थियो। आज पुरा भएको छ। नातिलाई के भन्नुहुन्छ? बाबु धेरै धेरै धन्यवाद मेरो बाबुलाई, मेरो सपना पुरा गरिदियो, यति खुसी देखाइदियो मलाई। मेरो यो हर्क यति छ भने शान्ति छैन। एकदम रमाइलो, एकदम खुसी म। यति रमाइलो छ कि मेरो राजा तिमी आज यस्तो ठाउँमा टेक्यो भाइ। के भन्नुहुन्छ प्रोसेसलाई? मेरो बाबुले ठुलो ठुलो काम गरेर ठुलो ठुलो ठाउँमा जाओस्, ठुला ठुला मान्छे चिनुन् होइन, उसको प्रतिभाले एकदम उच्च गरोस्, त्यही हो मेरो भन्नु बाबु। खेम सर, तपाईँ धेरै पटक स्टेजमा रुनु भएको थियो होइन, आँसु झरेको थियो कि? आज पनि त्यस्तै देख्यो तपाईँको आँखा। तर आज सायदै त्यो आँसु सकिएर अलिक कम झर्या हो कि भित्रभित्र धेरै रुनु भएको कि? वास्तवमा भने म रुन्न भनेको मान्छे हो, तर 2-4 पटक चाहिँ मलाई रुन चाहिँ आयो। तर आजको दिन पनि म के हुन्थ्यो होला थाहा थिएन होइन। तर आँसु आउनुभन्दा अगाडि पहिला नाम आयो, त्यो हिसाबले पनि आज रुन सकिनँ। तर म रोएँ भने फेरि सबै रोइदिन्छन्, किनकि मलाई माया गर्ने मान्छे दर्शक दिदीहरू पनि आउनु भएको थियो र पर्सनलाई सपोर्ट गर्ने दर्शक दिदीहरू आउनु भएको थियो। ढुकछुक थिए, के होला के होला के होला के होला के होला के होला। ठिक छ, सबै कुरामा रुनै पर्छ भन्ने पनि छैन, त्यही नै हो। ओके, अब धेरैको डिमान्ड यहाँ के आयो भने नि दोहोरी, किनकि प्रोसेस पनि यति राम्रो दोहोरी छ, शब्द बनाउन सक्ने यो प्रोसेस पनि होइन। आजको विनरलाई लिएर, यो विनरको यो माहौललाई लिएर तपाईँको एक एक शब्द त जानुपर्छ होला, एक एक भएको के? ए द भोइस जित्दा आएन बाधा, ओ द भोइस जित्दा आएन बाधा, धेरै धेरै धन्यवाद खेम दादा। गयो जमाना किमा तिम्रै हो बना, कि मायाले हो बना, किमा तिम्रै हो बना, कि मायाले हो बना, सुर्ती मार्दै मार्दै गयो जमाना, सुर्ती मार्दै मार्दै गयो जमाना। म त सबको भलो नै चिताउँछु, म त सबको भलो नै चिताउँछु, भनी कैते प्रोसेसलाई जिताउँछु, किमा तिम्रै हो बना, कि मायाले हो बना, किमा तिम्रै हो बना, कि मायाले हो बना, सुर्ती मार्दै मार्दै गयो जमाना।